RYELCT Narepata Lions Executors बड्डा स्पोर्ट्स बड्डा स्पोर्ट्स ल उनी भने पोजिटिभ वेमा उनीहरूसँग रिजल्ट भने चाहिँ आउने चान्सेस अब बढ्दो रूपमा छ सिफ्ट लियो अनि दुई दुईको स्प्लिट रहेछ दुई दुईको स्प्लिटले पनि कति हेल्प गर्यो त्यो टिमलाई भनेर देख्न सकिन्छ सोल्टीको टिमले पनि इन्ट्रेस्टिङली दुई दुईको स्प्लिटमा खेलिराखेका छन् उता टिटुके सँगसँगै टिमवर्क चल्दैछ जोन एन्ट्रीको लागि एउटा एउटा ठाउँमा स्क्यामिङ त गर्नै पर्यो अब त्यो चपेटामा जसको स्प्लिटमा छन् दुईजना उनीहरूले दुःख पाउने अवस्था भने चाहिँ आउन सक्नेछ फोर्डियम जोन एन्ट्रीको लागि अगाडि जानुपर्छ बट लोवर पोर्सन साइडमा भर्खरै गन चलिएको आवाज सुनिएको थियो त्यो प्लेयरले RC32लाई वाइप गरेको भनेपछि क्लियर छैन हाम्रो लागि त्यो एङ्गल पनि भनेर फोर्डियामले चलपल दिनुभन्दा अगाडि केही बेर वेट गर्नुपर्ने अवस्था छ भने टिटुके 4 एलिमिनेसन 4जना प्लेयर सर्भाइभिङ हिजोको दिनको म्याचेसहरू उठाएर हेर्नुहुन्छ भने प्लेयर क्याजुअलिटी उनीहरूको लागि प्रब्लम बन्दै थियो बट यहाँ नम्बर जोगाएर मेबी चिकन डिनरको बारेमा सोच्दैछ टिमले डेथ मसिन चिकन डिनर सोचेको होला बट जोनले थोरै गाह्रो बनाएको छ यो टिमलाई जुन पोजिसन छ त्यहाँबाट त गाह्रो देखिरहेको छ मैले एज पाउन पनि गाह्रो छ बरु लेफ्टमा भएको टिमले डुबाइदिन्छ उनीहरूलाई नेपेक्स रहेछ एक सेकेन्ड डिनर त बनाउनु पर्यो पिएमजिओ टिम पो हो त उनीहरू आधा प्रो भइसकेको टिम पो हो उनीहरू पनि आई मिन आधा प्रो भन्नै पर्यो त्यो इभेन्ट पनि त्यस्तै त्यस्तै खाले रहेको थियो बिकज मेन इभेन्ट पकाएर फाइनलमा टिमहरूले इन्भाइट पनि पाएका छन् यता देखिन्छन् होला 4DM का प्लेयर पिक जो सुतिरहेछन् उनलाई स्पट गर्न सकिन्छ होला यो हाई ग्राउन्डबाट ओके अब त उठे अब त्यो प्लेयर उठ्यो अब एक गोली लगाउनु मात्रै थियो लगाउन भ्याइयो त्यहाँ पिकको कुरा गर्दै थिए स्पट हुन्छन् उनी भनेर फिनिस गरिएको छ पिकलाई रेक्सको लागि एलिमिनेसन टोटल 8 एलिमिनेसन टिमको लागि बन्यो त्यो बिचमा टोडा जसले भर्खर तोडिदिएका थिए RC32 को गेम प्लेलाई उनलाई पनि फिनिस गरियो टप 4 मा आएको छ गेम प्ले सोल्टीको टिमले सुरुवात राम्रो पाउने भयो नेपेक्सले पनि फिनिस गर्न चाहनेछ बिकज अलरेडी 25 पोइन्ट गेम बन्न सक्छ उनीहरूले बुझेको छ अनि टिम T2K उनीहरू पनि छ मैदानमा उनीहरूलाई पनि कन्सिडर गर्न सकिन्छ पोसिबल दावेदार चिकन डिनरको भनेर अब यहाँ काम के रहनेछ फोर्डियम फ्याल्कनको सर्भाइभल पोइन्ट केही दिन सक्छु कि भनेर बट जोनभन्दा बाहिर छन् पैदल कुद्ने उनले केही गर्न मिल्ने मैले देखेको छैन बट असली ब्याटल हुनेछ यहाँ ऊ भन्न नपाउँदै पनि सुरु भइसक्यो 4v4 तीनटा टिम जो आपसमा धेरै भिडेका छन् आपसमा धेरै खेलेका छन् त्यो मध्ये दुईटा जो पिएमजिओ क्वालिफाई गरेका छन् अर्को एउटा अति एग्रेसिभ लाइनअप भनेर हामी चिन्छौँ T2K सोल्टी अनि त्यसपछि नेपेक्सको बिचमा 4v4 को ब्याटल फाइनल सर्कल म्याच नम्बर 1 मा नै गाडी चाहिएको छ तपाईँहरूलाई जानुहोस् यसो माग्ने सिस्किने स्किम लगाउँदै त्यो साइँदैछ त्यहाँ प्लेयरहरूको तर्फबाट ओके तिनवटा टिम चारैजना प्लेयर सर्भाइभिङ गन वाइजमा तिनटै टिमलाई राम्रो रेट गर्न सकिन्छ जो तिनटै टिमको हिसाब किताब गर्छन् भने ओहो T2K रिसेन्टली त एग्रेसनको नेक्स्ट लेभल एग्रेसिभ लाइनअपको रूपमा देखिएको छ नेपेक्सको टिम त्यस्तै छन् सोल्टीको पनि जब पारा आउँछ उनीहरूले पनि खत्रै एलिमिनेसन गेम निकाल्ने गर्दछन् अब गन ब्याटलको यो कहानीमा थर्ड पार्टी इन्भल्भमेन्ट लगायतका कुराहरू रहनेछ तीन टिम मध्येको दुईटा लडिरहेको बिचमा कसले मौकाको फाइदा उठाउने भन्ने पनि कुरो चाहिँ रहने भयो नि अब सर्कलको स्टेज हिसाबले हेर्ने हो भने हिजोको दिनमा यो सिचुएसनमा हामीसँग नम्बर थुप्रै भएको देख्न पाइएको थियो बट आज त्यो बिचमा नम्बरहरूको काउन्ट टिमको अलिक छिटो नै घटिएको अवस्था छ सातौँ स्टेजतर्फ हामी भर्खरै लाग्दैछौँ त्यो बिचमा टप 3 टिम मात्रै बचेका छन् नेपेक्सका प्लेयर गाडी लिएर यसो अगाडि बढ्न के खोजेका थिए प्रिसियस लोअर पोर्सन साइडमा रहेका सोल्टीका प्लेयर क्विकली पार्टनरसँग रिग्रुप गर्ने बारे सोध्छन् अनि लोअर पोर्सनमा नै पुगेका छन् डोमेन नेटको साथमा उनलाई हिन्ट थियो यहाँ प्लेयर छ भन्ने बारेमा अनि त्यो प्लेयरले पोजिसन चेन्ज गरेको छ भन्ने बारेमा चाहिँ जानकार रहेनछन् उनी ह्याङले डाउन निकालिदिए डोमेनलाई डोमेन गाह्रो पर्यो उनलाई त बचाउनै भ्याइँदैन जस्तो छ अब त लौ एउटा प्लेयरको यत्तिकै क्याजुअल्टी फेस गरेका छन् डोमेन अगाडि बढेर यस्तो हेर्न मात्र के खोजेका थिए उनलाई डाउन निकालियो ह्याङको नजरबाट उनी फुस्किन पाएनन् डोमेन हिजोबाट यस्तै यस्तै समस्यामा च्यापिएको देख्न पाइएको थियो हिजोको सानाको कहानीमा पनि एक्लै लुखुर लुखुर कुद्दै थियो उनी च्याप्पै समातेको थियो नरेफाट लायनले अहिलेलाई पनि उनी यसो एक्लै अगाडि के बढेका थिए लोअर पोर्सन साइडतिर 12 सट दियो डाउन निकालिएको पनि छ प्रिसियस हेर्ने कोसिस गर्दैछन् अथवा त्यो लोअर पोर्सनमा बढै आएको सट हो भन्ने तरिकाले थ्रोएबलको प्रायोरिटी दिइराखिएको छ बट आई डोन्ट थिङ्क सो उनीहरूले फालेको त्यो थ्रोएबल सोल्टीसम्ममा पुगिराखेको छ भनेर लोकको उनी पनि गाडी लिन्छन् अगाडि बढ्दै गरेको हामी देख्न सक्छौँ लेफ्ट साइडतिर T2K को टिम पनि चुपचाप
शान्त माहौलको साथमा हामी देख्न पाइराखेका छौँ। नेपिक्स वान म्यान सट अघिसम्ममा बराबर एडभान्टेज डिसएडभान्टेजको कुरामा रहेको त थियो उनीहरूको, बट एकजना प्लेयरको क्याजुअल्टीले पनि कहीँ न कहीँ इम्प्याक्ट भने चाहिँ पार्नेछन्। अब मुकेश आएको पोजिसन मलाई गलत लाग्दैछ, उनी स्यान्डविच हुन सक्नेछन् दुईतर्फीबाट। अब माथिल्लो साइडमै मात्र बसेर खेल्न पनि पोसिबल छैन, जोनले त्यो ठाउँमा सही अवस्था नबनाइदिएको कारणले। इग्नियसको सर्ट कनेक्सन आएको थियो, हेडसटको कनेक्सन पनि त्यहाँ देख्न पाइएको त थियो नै, बट इग्नियसलाई मेबी पार्टनरको कल आयो, जोनको प्रायोरिटी देऊ भनेर उनी पनि आफ्नो पार्टनर भए ठाउँसम्ममा पुग्ने कोसिस गर्दैछन्। यता मुकेश थ्रोबलको साथमा स्मोक भएको एरियातर्फ ऱ्यान्डम प्रेडिक्सनको साथ फाल्दैछन् भने मुकेशको छेउछाउतर्फ टी2के नेट जाँदैछ। रुलजोजी फलोअप नेटको लागि फेरि एकपटक प्रयास गर्दैछन् त्यहाँ। कसको चिकन डिनर बन्दैछ त? मुकेशको नजिकै गयो, नेट नजिकै गयो भन्दा पनि मुखमै पड्कियो त्यो त। फलोअप जाँदैछ कि यो सोल्टीको साइडमा टिम नेपेक्सले पनि बर्साउँदैछ। खाली गर्न चाहिएको छ यो एङ्गल, बट त्यो स्लोपले दिइरहेको छैन। कडा कम्पिटिसन हुने खाले एज पनि बनेको थियो, बट डिटिकेले त्यो बिचमा थोरै ग्राउन्ड एडभान्टेज त्यहाँ बनायो अनि सर्कल पनि कसैले च्यापेको छैन। सबै यो स्लोपमा खेल्न खोजिरहेछन्, किन भन्दा तलपट्टि लोवर स्लोपमा कोही गयो भने त्यो त्यतै फिनिस हुन्छ। एउटा टिमले होइन, दुईटै टिमले सर्ट्स दिनेछ। तपाईँको जुन दुईटा अपोनेन्ट बचेको छ उनीहरू दुईटैले, त्यही भएर रिस्क लिएको छैन। नक निकाल्ने मौका डिटिकेको लागि यहाँ ड्यामेज डिल गरेका थिए, रुल्सले नक निकालिएन। सर्कलले तीनटै टिमलाई च्यालेन्ज गरेको छ। यो स्लोपमा सबसे नराम्रो फसेको त टिम नेपेक्स हो। एलिमिनेसन उठाउन सकिन्छ कि? भर्खर रिभाइभ भएका थिए, एचपी कम नै थियो, फिनिस गरियो। टिटिकेको लागि एलिमिनेसन उठ्यो, 6 सोलो एलिमिनेसन बनाइसकेका छन् रुल्सले। अब बाँकी दुईटै टिमलाई थाहा छ को कहाँ रहेको छ भनेर। त्यो बिचमा टिटिकेले एकजना प्लेयरलाई त बसाइ पनि सक्यो जोनको राम्रो ठाउँमा। गाडी लिएर सर्कलको एज रिजमा खेल्न खोजिएको इग्नियस नक भए, जो जोनमा पुगेका थिए उनी नक भए, बडा रङ टाइममा नक भए। अब युटिलिटीको गेम देखाउन इभन रुलसँग पनि बचेको छैन। स्मोक थियो, त्यो लगाइयो, गाडीको छेउछाउ आउनु पर्यो। सोल्टीले राम्रो पोजिसन लियो त्यो बिचमा, इग्नियसले म्याच जिताउने पोजिसन समातेका त थिए, बट गल्ती भयो त्यहाँ। त्यो प्लेयर नकुनु गल्ती भयो। अब सोल्टीको अप्पर ह्यान्ड देखिरहेको छु मैले यो म्याचमा। टिटिकेले आउट अफ द बक्स के गरेर देखाउन सक्छ त? अझैसँग अलिकति युटिलिटी रहेछ, 9-10 स्मोक रहेछ, प्लेयर बचाउन सकिन्छ कि भनेर चान्स लिँदैछ त्यहाँ। लब नक भएको देख्दैछु म। एक नक त चाहियो टिटिकेको लागि, कम से कम एक नक चाहियो। इन्डिभिजुअल ब्रिलियन्स चाहियो यहाँ रुल्सको तर्फबाट अनि अजयको तर्फबाट, बट रुल्स पनि डाउन भयो। लास्ट म्यान स्ट्यान्डिङ अजय, पोजिसन कम्प्रोमाइज भयो अनि सोल्टीले हैया केही भन्ने अलमोस्ट दिएन। सानो गल्ती अथवा सानो मिस्टेक्स के भन्न चाहनुहुन्छ तपाईँ? जो प्लेयर जोनको बेस्ट पोजिसन समातेका थिए उनी डाउन भएपछि त्यसपछि सबै कुरा बिग्रियो त्यहाँबाट अनि म्याच हातबाट टिटीको लागि मेबी गाडी छ क्विकली जाउँ भन्ने तरिकाले उनले सोच्न त पाउने हुन्, बट त्यो खालको अप्रोच देखाउन खासै इन्ट्रेस्ट देखाएनन् यहाँ प्लेयरले। जुट्टीका प्लेयर आऊ नजिकै जो आउँछ, एलिमिनेसन चाहिएको छ, सर्ट दिन्छु तर्साउँछु भन्दैछन् उनी। फेरि पनि हामी देख्न सक्छौँ एलसिटीका प्लेयरहरू क्याचबी एकदमै कम्ती प्लेयरले नक नै फेस गरे। एलिमिनेसन सेक्योर गर्ने मौका यहाँ जुट्टीसँग। हेरौँ त बिग्रिसकेको म्याचमा पनि पोइन्ट्स तान्दैछन् यहाँबाट जुट्टीका प्लेयर। उनी सकेसम्म आफ्नो टिमलाई पोइन्ट्स दिलाउने कोसिस गर्दैछन्। डिआरएस 3 एलिमिनेसन, प्लेयर सर्भाइभ गर्दैछन्। मेबी एलिमिनेसन कम भएको हिसाबमा यसो भन्ने हो भने चिकन डिनर बारेमा सोचिँदैछ है भनेर टिमको लागि भन्न सकिन्छ, बट जुट्टीका प्लेयर एक्जीको लागि त चाँदी कहानी भन्दैछ। जो अगाडि आउँछ सबैलाई एलिमिनेट गर्दैछ। गाडी पड्केर प्लेयर फिनिस भयो भने त्योभन्दा दुःख केही पनि हुने छैन। त्यो साइडको कुप पड्किन्छ कि जस्तो आवाज आइरहेको छ त्यहाँ। नेपेक्सको डुओले खासै पोइन्ट्स आउँदैन कि भन्दै थियो हामी, बट निकाल्दैछ। बट डिआरएसको टिमले सर्कलको राम्रो पोर्सन समातेको छ। त्यो बिचमा ग्यान्टेले मौका पाए, डोमेनलाई नक निकाले, लास्टम्यानको पोजिसन पनि थाहा छ। आई थिङ्क नेपेक्सलाई निकालिदिन्छ यहाँबाट डिआरएसले। उता एएसटीको लागि 4YEG इगेन्स्टमा ब्याटल लिने मौका। लास्ट बचेका प्लेयर रहेछन्, एलिमिनेसन आइहाल्यो। एएसटीको लागि सेकेन्ड डिनर पोसिबल छ, इभन डिआरएसको लागि सायद पोसिबल हुनसक्छ। बट गुड न्युज यो हुनसक्छ धेरै साथीहरूको लागि कि फाइनलै पहुँच निकाल्दैछ। नेड छैन, ग्यान्टेसँग त रहन्छ। नेपेक्सका प्लेयरहरू गाडी लिएर निस्किन भ्यायो भने, बट त्यो एमको अगाडिपट्टि गाह्रै छ के अरे, बट स्टिल ब्लाइन्ड स्पटमा झन्डै भइसकेका थिए। 1 सेकेन्ड बाँकीबाट आएको रहेछ एएसटीबाट सर्ट। रिक्स यहाँ रोकेको छन्, गलत ठाउँ छ त्यो। एक एचपी अलमोस्ट, एक गोली अलमोस्टको कहानीमा बच्न भ्याए। अब चाहियो उनलाई स्मोक। राइटमा गाडीको आवाज सुनिरहेको होला उनले पनि पक्कै। रिक्स जाँदैछन् रिभाइभ गर्नको लागि, रिभाइभ गर्न जान लागेको हो त्यो प्लेयर। नक निकाल्ने मिठो मौका, नक निकाल्ने मौका युजुअली यसरी मिस गरेको हामी देखिरहेको हुँदैनौँ। जियो डाउन नै रहेको छन्, त्यो प्लेयरलाई देखियो भने फिनिस गर्न भ्याइन्छ। बट डिआरएसले सायद मौका बनाउँछ लाग्छ मलाई। लेफ्टमा एकजना प्लेयर देखिरहेको छु डिआरएसको। ट्रिक्स सिधा रिभाइभको लागि जान्थे, बट अब उनको ध्यान खिचिएको छ रेक्स तर्फ। रेक्स त्यो हिलबाट माथि चढ्छन्, रिजबाट माथि चढ्छन्, उनी फिनिस हुन्छन्।
दुईटा टिमको सर्ट्स आउन सक्छ उनको एगेन्स्टमा बट ट्रिक्सले सोचे यहाँभित्र गयो भने म आफै फिनिस हुन सक्छु पहिलो प्रायोरिटी निडको काम गरेको छ त्यो निडले ड्यामेज त दियो बोथ अफ दि प्लेयरलाई रेक्सले पोजिसन चेन्ज गर्न जरुरी स्मोक एउटा मात्रै छ त्यही भएर उनले वेस्ट गर्न नचाहेको होला बााउन्स हुँदै हुँदै रेक्सतर्फ नेड आउन सक्छ बट उता एएसटीलाई रिभाइभलको पनि खाँचो रहेको छ त्यो बिचमा भेनमले देख्दो रहेछन् जुट्टीलाई फाइनली रोकियो जसो तसो 3 म्याच खेल्यो जुट्टी स्क्वाड बट 3टै म्याचमा पोइन्ट निकाल्यो टिमले मिरामारको न्यू किङ भन्ने घोडबाजीमा उनीहरू पनि लागि पर्दैछ यता डिआरएस अब होइन स्पोर्टसँग लड्नेछ दुईटा मध्येमा एउटा मात्रै टिम बाँचेर निस्किन्छ यो हाइवे पारी भन्ने हो त त्यो टिम हामी हेर्नेछौँ एएसटी उनीहरूको एलिमिनेसन हेरेर दङ्ग पर्नुपर्ने अवस्था छ 15 एलिमिनेसन निकालिसके जहाँ उनीहरू सर्कलको सेन्टरमा ओहो भन्दै हेर्दै बस्नुपर्छ है भनेर हामी चर्चा गर्दै थियौँ एलिमिनेसनको त बर्सात नै लगाइएको छ टिमको तर्फबाट ट्रिक्स त्यो स्मोकभित्र भएको एउटा प्लेयरलाई डाउन निकाल्नको लागि स्ट्रगल गर्दैछन् त्यो बिचमा रेक्स चाप बसेका छन् चुपचाप केही सासै नफेरि बसिरहेको अवस्था उनको लागि बनेको छ स्मोक फेड नभइन्जेलसम्म सर्भाइभ गर्न सकेला उता एक्सएमपिएललाई डाउन निकाल्दै हामी भन्दैथ्यौँ त्यो टिम मध्येमा एउटा टिम मात्रै अगाडि आउने हो भनेर ट्रिक्स डाउन निकाले त्यो प्लेयरलाई पनि 16 एलिमिनेसनको गेम डेल्टाको एसपी कम छ थ्रोएबल आउने चान्सेस म हाई देख्दैछु हिल गर्नुभन्दा अगाडि नै आयो भने त ठिकै हुने छैन त्यो डाउन निकालिदियो त्यहाँ प्लेयरलाई एकपछि अर्को गर्दै डिआरएसले ग्रिप लुज गर्दैछन् हैनका प्लेयरहरूले कम्फर्टेबल वाइप गरिदिए वाट डिआरएसको टिम के भयो आजको 2 म्याचमा हिसाब किताब लगाउनु पर्ने अवस्था उनीहरूसँग रहेको छ 8जना प्लेयर सर्भाइभ गर्दै थिए अल अफ द सडन लबीबाट बाहिरियो टिम यता एएसटीलाई कन्ट्रोल गर्न गाह्रो छ एएसटीको यो ह्युज एलिमिनेसनको चिकन डिनरलाई रोक्न गाह्रो छ यो गेम आफ्नै नाममा सिल गर्दैछन् एएसटीको टिमले देख्यो एक म्याचमा यसरी पोइन्ट ल्याउने हो भन्ने कुरा देखाउन खोज्दैछन् स्लेयर उनी पनि एक्लै छन् यतातिर ट्रिक्सको पनि कहानी त्यही नै रहेको छ एएसटीले पनि एकपछि अर्को गर्दै प्लेयर नकफिस गरेको अवस्था त रहेको थियो बट यहाँ रिकभरीको लागि ट्रिक्सले मौका पाए स्लेयर थ्रोएबलको साथमा आउँदैछन् मेबी उनको पार्टनरले यहाँ माथि रिभाइभल चल्दैछ भन्ने बारेमा कल दिएका होलान् त्यो प्लेयर उठ्न मात्र पाए भने पनि पोजिसन चेन्ज गरिहाल्ने कोसिस यहाँ टिमको तर्फबाट रहने त छ नै एएसटीको टिम यो एलिमिनेसन सँगसँगै चिकन डिनर पनि आफ्नो नाम गर्न प्रिपेयर्ड छन् फुल्ली रेडी छन् भन्ने कुरा यसै पनि बुझ्न सकिन्छ एएसटीका प्लेयर ट्रिक्स यसो घुमेर एङ्गल बनाउने कोसिस उनको तर्फबाट चलिराखेको त छ नै पिकाको एलिमिनेसन सेक्योर गर्नुभन्दा पनि त्यो एक प्लेयरलाई डाउन निकाल्न बढी ध्यान दिनु बेटर हुन सक्नेछ रिभाइभ पो भयो कि भन्ने कुराले शङ्का लागेको हुनसक्छ एएसटीको टिमलाई बट अब त एक प्लेयरलाई मात्रै समात्नु छ कन्फिडेन्स आइसक्यो प्लेयर अझै पनि छलफल दिन खोजिराखेका त छैनन् क्रेटको छेउमा पुगे लुट्न खोज्दैछन् एक्स्ट्रा केही हदसम्म युजफुल केही पाइहालिन्छ कि भन्ने आशा उनको तर्फबाट रहेको छ ओपनबाट आउन खोजे गल्ती गरियो एएसटीका प्लेयरले पनि 1v2 पोसिबल पनि छ नि त त्यही भएर पनि आउटसाइडर चान्स उनी लिने कोसिस गर्दैछन् स्मोक लगाइयो भिजन ब्लर गरिराखिएको छ प्लेयरलाई स्पट गर्नको लागि एएसटी खोज्ने कोसिस चलिराखेको त छ नै एक्ज्याक्ट पोजिसनको बारेमा उनीहरूले आइडिया पाइसकेका छैनन् चारैतिरको स्पेसमा स्मोक लगाएर ध्यान भड्काउने कोसिस प्लेयरको तर्फबाट चलिराखेको छ ट्रिक्स त्यो बिचमा जम्प गर्दै गर्दै नजिक पुग्ने कोसिस उनको तर्फबाट बट प्लेयरले थ्रोएबल फाल्न खोज्दाखेरि जाएको एचपी घटाउने गरेर सर्ट आउन पुग्नेछ त्यहाँ जाएको तर्फबाट स्लेयरले फेरि हिल गरेका छन् स्लेयरको पोजिसनको बारेमा अब त हिन्ट भइसकेको छ जायले मार्क त्यहाँ लगाउन भ्याइ पनि सक्यो होला बट स्मोक भएर अगाडि बढ्ने कोसिस अझै पनि स्लेयरको तर्फबाट यत्रो ड्रामा क्रिएट गरिसकिएको छ के उनले निकाल्न सक्छन् त यो क्लच होइन स्पोर्ट्सको लागि पनि डेस्परेटली चाहिएको छ यो चिकन डिनर प्लेयर पोजिसनको बारेमा आइडिया थियो थ्रोएबल फाले यहाँ जायले रियलाइज गरे आफ्नो पोजिसन चेन्ज गर्नुपर्छ उनले भनेर बाहिर निस्किएका पनि थिए प्लेयरको गेम्समा एमडिओ लगायतका कुराकानीमा जित्दै एएसटीको टिमको ह्युज एलिमिनेसन चिकन डिनर फेरि पनि भन्छु म ह्युज एलिमिनेसन गेम उनीहरूको तर्फबाट निकालिएको छ हामी यो टिमको जतिखेर पनि चर्चा गर्छौँ नि 2-4वटा म्याच किएको छैन गाडी ठोक्काइयो प्लेयर एक्जिट गर्छन् 1-on-1 को ब्याटल बारेमा सोचिएको छ कन्फ्लिक्ट गरेर डाउन निकाल्ने बारेमा उनी सोच्दैछन् आर्डीका प्लेयरलाई थ्रोएबलले केही इम्प्याक्ट परे अथवा गाडी पड्किएछ त्यहाँ गाडीले यहाँ डाउन निस्किनु पर्ने अवस्था बन्न पुग्यो जुटी अल अफ द सडन एकपछि अर्को गर्दै प्लेयर नकफेस गरिरहेको अवस्था हिल गर्न भए एक्जीले सुब्बाको पोजिसनको बारेमा आइडिया छ सुब्बालाई डाउन निकालिनेछ जुटीको टिमको लागि एलिमिनेसन पोइन्ट आयो उता होइन स्पोर्ट्सका प्लेयर पिक्का हिल साइड एरियाको कन्ट्रोल माथिल्लो एङ्गलबाट सर्ट लिएर प्रेसर बिल्ड गर्न खोज्दैछन् डाउन निकालियो त्यो प्लेयरलाई पनि निकालिनेछ लबीबाट बाहिर एएसटी जसले चेज गर्दैछ अथवा जो टिमले हामीलाई रिप्लेस गर्ने हो भनेर सोचिएको थियो त्यो टिमलाई चाहिँ साइड लगाउने बारेमा सोच्न भ्याए उनीहरूले एफएक्सको टिम सर्भाइभ गर्दैछन् पेक्का एक्लै माथि हुन् केही गर्न मिल्छ जस्तो मलाई लाग्दैन कोल्याप सर्कलसम्मको कहानी आइसक्यो आउँ बिचतिर भनेर बोलाइनेछ
इम्पोर्टेन्ट कुरा कोही पनि बिचमा गएर बस्न मिल्ने जस्तो माहौल छैन। अनि एफएक्सको यो कन्ट्रोललाई पनि बिग्रिन धेरै समय लाग्छ जस्तो मलाई लाग्दैन। पेक्काले भिलेन रोल खेल्ने छन् बहुत नमिठो खालको। यता एएसटी मौका पाउने बित्तिकै जसलाई मित्र नट दिइहाल्छु भन्ने तरिकाले बसिराखेका छन्। हेरौँ त अगाडि बढ्ने क्रममा एफएक्सलाई नजर लगाएर दुईटा टिमका प्लेयरहरूले पढ्न मिल्ने मौका नै दिइराखेका छन्। पेक्का एक दुईवटा हिल लगाउँछु भन्ने बारे उनी सोच्दैछ, मलाई लाग्दैन पप गर्न भ्याइन्छ भनेर सर्ट दिउँ कि भनेर पनि रियलाइज गरे उनले, बट त्यो सबैको लागि टाइमिङ थिएन। एएसटीको डुओ काम गर्न खोज्दैछन् एफएक्सको टिम। फाइनली हामीले के एक्सपेक्ट गरिएको थियो त्यो खालको रिजल्ट टिमको तर्फबाट निकालिएको छ। कहीँ न कहीँ उनीहरूलाई हेल्प गर्नेछ यो चिकन डिनरले भनेर भन्न सक्छ। छैन तर जोनभन्दा बाहिर रहेछन्। अबको जोनको ड्यामेजले त तपाईँलाई फेरि हर्लप्पै खान्छ के अरे। यो दुईटा टिमहरूको बिचमा आपसी लडाइँ होस् भनेर सोचिरहेका होला उनले। अब त्यही नै भन्न सकिन्छ। श्रीपेज र आरजी लड्छन् जस्तो छ। आरडीको लागि हातमा झोलीमा भर्दो झोली भनेर म्याच जाने जस्तो मैले देखिरहेको छु। किनभने आपसमा दुईटा लड्यो भने धेरै प्लेयर बचेर आउनेवाला छैनन् अगाडिपट्टि। एन्ड देन त्यो कम्फर्टेबल फिनिसको तर्फ म्याच अगाडि बढ्न सक्छ। अनि मैले भनिरहेको छु #1 त्यो पोसिबल पनि छ बिकज 20 पोइन्टको जम्प यहाँबाट सिधा यो टिमले आफ्नो लागि बनाउने छ त। माथि चढ्ने मौका #1 को स्पट लगायतका कुराहरूको लागि आरडीले ल झोली भरकै हामी पोइन्ट्स लान्छौँ भन्ने मौका पाउँदैछन्। एलिमिनेसन पनि केही सेक्योर गर्न सकिन्छ कि भन्ने आशा होला। गुरुङ भिटुले फाले माम्बालाई डाउन निकालिएको छ। दुईटा टिमको बिचको लडाइँ चल्दैछ त्यहाँ। अब एलसिटीका प्लेयर पनि धेरै बेर सर्भाइभ गर्ने होइनन्, उनी पनि निस्किने नै अर्को दुईटा टिम एकैचोटि वाइप भएको सायद देख्न पाइन्छ कि भनेर म आश राख्दै थिएँ, बट नो ट्रेड गरियो है। क्रिसको तर्फबाट फालियो थ्रोएबल, जेनसलाई डाउन निकालिएको छ। गुरुङ पनि त्यहाँ डाउन हुन भए पो भनेर सोच्न सकिन्थ्यो। श्रीपेजलाई पोइन्ट चाहिएको छ नि त, उनीहरू नै हो रिप्लेस गर्न सक्ने टिम भनेर गेमले देखाएर अगाडि बढ्न खोजिराखेको टिम। हाम्बा गाडी लिएर अगाडि बढ्नु उनको राइट डिसिजन होइन कि क्या हो। एचपी कम भइसकेको छ। जोकर यो प्लेयरलाई डाउन निकाल्ने बारेमा उनले सोच्न सक्नेछन्। क्रिस अन्तिम प्लेयर हुने हो आरजीको लागि पनि। उता चुपचाप बसेको आरडीको टिमलाई चिकन डिनर कुकिङ चलिराखेको छ। एलसिटीका देख्न सकिन्छ प्लेयर, उनी त्यो टरेनबाट माथि चढ्ने प्रयासमा। एचपी कम हुँदैछ। थ्रोएबल फाल्ने कोसिस, मेबी थ्रोएबलले केही काम गर्दैला कि उनले फालेको थ्रोएबलले काम गर्नुभन्दा अगाडि नै आरडीको टिमको तर्फबाट सकाइयो कहानी। श्रीपेजको अन्तिम एक प्लेयर सेकेन्ड पोजिसनसम्म भए पनि आयो। श्रीपेजको लागि एउटा प्लेयरलाई त डाउन निकालिदिएका छन्। त्यो एलिमिनेसन सेक्युर गर्ने बारे सोचिएको छ। एक पोइन्ट पनि म्याटर गर्छ थाहा छ। एक पोइन्ट पनि उनले उठाए। ओके, यो एक पोइन्टले कति भएको छ भने एउटा पर्फेक्टली कुक नेटको लागि जान खोज्दैछन्। होइन स्पोर्ट्सको लागि गाह्रो पर्नेछ यदि यो नेटले काम गरिदियो भने। नो, त्यहाँ नोट जुडाउन भए। पेक्काको एचपी कम छ। त्यो प्लेयरलाई तल सरेको देखिएको छ। एचपी कम भएको प्लेयरलाई डाउन निकालियो पनि। हिमसन अन्तिम एक प्लेयर। होइन स्पोर्ट्स गाह्रो पर्दैछ। माफिया निन्जा माई ब्याड माफिया पङ उनको एचपी कम छ। उनले हिल गर्नुपर्ने अवस्था भने चाहिँ रहेको छ भने माथिल्लो साइडमा हिमसन एक्लै के गर्ने त अब कसो गर्ने थाहा छैन। होइन स्पोर्ट्सको लागि नो एलिमिनेसन आएको छ। खासै सर्भाइभल पोइन्ट्स पनि आउने होइन। यतिखेर एलिमिनेट भइयो भने त्यो प्लेयर बस्न भ्याए तर आरडीले छोड्ला जस्तो मलाई लाग्दैन। श्रीपेजको त्यो एलिमिनेसन स्टिल पो हुने हो कि या सुब्बाको तर्फबाट स्टिल गरियो। श्रीपेजको लागि केही हेल्प हुन्थ्यो होला त्यो एलिमिनेसनले, बट नो, त्यो स्टिल भइसकेको छ। हिमसन अब एक प्लेयर, उनी माथि त पुरै जिम्मेवारी छ जति सकिन्छ। सेकेन्ड पोजिसनसम्म भए पनि यात्रा देखाउँ भन्ने तरिकाले उनले सोच्ने हुन्। आरडी त्यो एङ्गललाई फर्दरमोर धेरै चेक गर्न चाहेनन्। हिमसन त्यहाँ स्मोक लगाएर बचिराखेको अवस्था हामी देख्न सक्छौँ। लास्ट म्यान स्ट्यान्डिङ अनि त्यसमाथि पनि ठाडो कम्पिटिसन स्ट्यान्डिङ। श्रीपेजका डुओ बचेका थिए, बचेको बचै भयो। होइन स्पोर्ट्स अनि दुईटै टिम एक साइडबाटै खेलिरहेको। ओके, चारवटा टिमलाई निकाल्नु पर्ने हुन्छ, चारवटा बन्नेको भन्ने त्यो हिसाब किताब यहाँ मिलाउनु पर्ने थियो। अघिल्लो म्याचमा पनि लास्ट म्यान स्लेयर बचेका थिए, धेरै केही गरेनन्। रोयल ड्रागनले त सायद 1 लिएर गयो। यसमा खासै क्वेसन बचेको छ जस्तो अलिकति लाग्दैन। जुन अमाउन्ट अफ एलिमिनेसन यो म्याचमा हान्यो, अघिल्लो म्याचमा पनि हानेको थियो। पिका पनि फिनिस भए। बचेका छन् हिमसन, बट हिमसनको साइडमा छन् पुरै रोयल ड्रागन। ओके ओके ओके, रोयल ड्रागन अन्त कतै गाडी मोडेर गयो टिटिकेसँग लड्नको लागि। अमाउन्ट अफ एलिमिनेसन उनीहरूको त आकाश छोइसकेको छ। क्ल त्यहाँ गएका थिए। टिटिकेको प्लेयरलाई सटडाउन गर्यो। टिटिकेलाई ल ओपनबाट घुसेर टिटिकेलाई फिनिस गर्न भ्याइयो। रिभाइभ गर्ने प्रयास चल्दैछ। 16 एलिमिनेसन टिमको लागि बन्यो। श्रीपेज
ले हान्यो नि नयाँ श्रीपेशले अब एलिमिनेसन होइन स्पोर्ट्स बाँची त रहेको छ बट अमाउन्ट अफ एलिमिनेसन श्रीपेशलाई यहाँ उठाउने मौका आफ्नो लागि बनाउँदैछ गएर क्लकको पनि एलिमिनेसन निकालियो 1-2-1 को कहानी रह्यो लास्टमा त श्रीपेश हिरो भयो बिकज अमाउन्ट अफ प्लेयर उनीहरूसँग बढी बाँकी छ कोल्याब सर्कलको पनि कहानी रह्यो फाइनल डे लास्ट म्याच कोल्याब सर्कल अवस्था यो हो कसले लान्छ म्याच त्यसले सायद अगाडिपट्टिको स्लट सेक्योर गर्न सक्छ भन्ने अवस्था रहेको छ सर्भाइभल पोइन्टको लागि श्रीपेश खेल्दैछ श्रीपेश अनि लडाई हो हैनको बीचमा फाइनल सर्कल ब्याटल पनि रहने भयो स्टार बोय जसलाई मैले किलफिटको राइटमा मात्रै देख्दै थिएँ फाइनली लेफ्टमा देख्न पाउँदा एकदमै खुसी महसुस गरिरहेको छु अब प्लेयरले खुसी महसुस पुरै टिमलाई गराउनु पर्यो क्वालिफाई गराएर आफ्नो टिमलाई नक निकाल्ने मौका नक निकाल्ने पनि लास्टमा स्ट्यान्डिङ हिमसम किल चोर्ने या त्यसलाई फिनिस गर्ने त्यो प्लेयर ओपनमा आउनु पर्ने हुन्छ देखाउनु पर्यो चाइनिज ड्रिल यहाँ एक गोली अब एक गोली शटगन हो अगाडिपट्टि रिलोड गर्ने मौका भइसक्यो त्यो सायद मोलोटॉप लगायो यसको टच ड्यामेजले प्लेयर सकिदियो बट मुख्यमा शटगन लिएर प्लेयर आइसक्यो हान्नम होला सकियो होला हानियो धन्न आयो फाइनली म्याच चाहिँ आउन पुगेको छ यहाँ निकालेको छ यहाँ सेकेन्ड डिनर It's been a long day. LCT Nare Pata Lions Guitars Bada esports Bada esports ल यो साथीहरूको चाहिँ सी अगेन भइसकेको छ 4x LCT नरिफाट लाइन फ्ल्याग एक्जिक्युटर अनि बड्डा स्पोर्ट्स चाहिँ यहाँबाट बाहिर जान सफल हुनुभएको छ आई मिन उहाँहरू क्वालिफाई हुनुभयो क्वालिफाई भएका टिमहरू अनि रिजल्ट चाहिँ म यसो पढेर बताइदिन चाहेँ रोयल ड्रागनले हान्नुभएको छ टोटल 107 पोइन्ट उहाँहरू हुनुभएको छ फर्स्ट यो रिजल्टलाई म अफकोर्स ब्रोडकास्ट च्यानलमा हालिदिनेछु भर्खरै ट्राइब एमएससी सेकेन्ड भएको छ 99 पोइन्टको साथमा जुट्टी स्क्वाड थर्ड भएको छ 89 पोइन्टको साथमा डिआरएस गेमिङ फोर्थ भएको छ 78 नेपेक 63 T2K 61 होइन स्पोर्ट्स 57 मा पुग्नु भएछ साथीहरू यो चिकन डिनर सँगसँगै सोल्टी स्क्वाड 56 को साथमा रोयल गोर्खा 54 फोर्टेथ मसिन 47 श्रीपेज 46 त्यसपछि आरसी 32 44 अब यो रिजल्टलाई मैले ब्रोडकास्ट च्यानलमा हालिदिएँ बट मैले तपाईँहरूलाई बताइदिइहालेँ कि क्वालिफाई नभएका साथीहरू भनेको चाहिँ 4x LCT 24 राम्रै ग्याप रहेछ त यहाँ त आई मिन लास्ट म्याचमा पोइन्ट्स ल्यायो त्यही भएर ग्याप भयो इफ नट यो ग्याप हुन्थेन यति धेरै ग्याप हुन्थेन बट ग्याप भयो मैले ब्रोडकास्ट च्यानलमा रिजल्ट हालिदिएँ यदि तपाईँलाई इन डेप्थमा चाहिँ रिजल्ट हेर्नु थियो भने ओके हालिदिएँ है मैले ब्रोडकास्ट च्यानलमा यदि तपाईँलाई इन डेप्थमा रिजल्ट हेर्नु थियो भने इफ नट तपाईँहरूलाई अब ग्यापको कुरा गर्ने भने आरसी 32 छ 12